आजभोलि जसले पनि एसआइपी को कुरा गरेर हुन्छ। एसआइपी बाट हामी पछि धनी हुन सक्छौँ, पछि गएर हामीले धेरै पैसा कमाउन सक्छौँ भनेर धेरै मान्छेले भनि त रहा हुन्छ। तर धेरै मान्छेले अहिले पनि एसआइपी भनेको के हो भनेर चाहिँ थाहा छैन। एसआइपी भनेको चाहिँ आफूसित थोरै पैसा हुँदा पनि स्मार्ट तरिकाले लगानी गर्ने एकदमै सजिलो तरिका हो। अब धेरै मान्छेले भनिरहेको हुन्छ कि मलाई शेयर मार्केट नै आउँदैन, शेयर मार्केट मैले सिकेकै छैन, मैले शेयर मार्केटमा कसरी लगानी गर्न सक्छु। तर त्यही डर हटाउनको लागि एसआइपी बनेको। तपाईले हरेक महिना 500, 1000, 2000 जति सक्नुहुन्छ त्यति लगानी गर्ने हो। र त्यो पैसा म्युचुअल फन्ड हुँदै म्युचुअल फन्डमा भएको प्रोफेसनल म्यानेजरहरू हुन्छ जसलाई चाहिँ स्टक्सहरूको बारेमा एकदमै धेरै नलेज हुन्छ, जसले शेयर मार्केटको बारेमा एकदमै धेरै कुरा बुझेको हुन्छ। त्यस्तो मान्छेहरू कहाँ तपाईँको त्यो पैसा पुग्छ र त्यही मान्छेहरूले तपाईँको पैसालाई लगानी गरिदिन्छ। तपाईँले त्यसमा कुनै पनि टेन्सन लिनु पर्दैन। त्यो पैसालाई चाहिँ प्रोफेसनल म्यानेजरहरूले शेयर, बोन्ड, एसेट्सहरूमा इन्भेस्ट गरिदिरहेको हुन्छ। एसआइपी को सबैभन्दा ठुलो फाइदा चाहिँ के हो भन्दाखेरि कहिले मार्केट हाई हुन्छ, कहिले मार्केट लो हुन्छ, तर तपाईँले त्यसमा रेगुलरली इन्भेस्ट गरिरहनु भएको हुन्छ। जतिखेर मार्केट हाई हुन्छ त्यतिखेर महँगोमा युनिट किनिन्छ र जतिखेर मार्केट लो हुन्छ त्यतिखेर सस्तोमा युनिट किनिन्छ। तर यदि एभरेजमा हेर्ने हो भने चाहिँ हामीले अरूभन्दा चाहिँ एकदमै सस्तोमा त्यो युनिट्सहरू पाइरहेको हुन्छ हामीले। यस्तै स्ट्राटेजीलाई रुपी कस्ट एभरेजिङ भनिन्छ, जुन कि स्मार्ट इन्भेस्टरहरूको चाहिँ एकदमै इफेक्टिभ वेपन हो। नेपालमा एसआइपी सुरु गर्न चाहिँ एकदमै सजिलो छ। धेरै ब्याङ्कहरू छन् जस्तै कि एनआइबिएल छ, सिद्धार्थ ब्याङ्क छ, नबिल ब्याङ्क छ। त्यस्तो ब्याङ्कहरूमा चाहिँ तपाईँहरूले एसआइपीमा इन्भेस्ट गर्न सक्नुहुन्छ। अब एसआइपी सुरु गर्न चाहिँ एकदमै धेरै कागज पत्रहरू यस्तो केही पनि चाहिँदैन। तपाईँसित यदि मेरो सेयर छ भने या त ब्याङ्कको एपहरू छ भने चाहिँ, या त तपाईँसित फन्ड म्यानेजर कुनै एप छ भने त्यसबाट तपाईँले सजिलो लगानी गर्न सक्नुहुन्छ। एसआइपीलाई चाहिँ एक हिसाबले तपाईँले सेभिङ नै भन्न सकिन्छ। या त तपाईँ स्टुडेन्ट होस्, या त तपाईँ कुनै जब होल्डर होस्, या त पार्ट टाइम नै तपाईँले कुनै काम गरिरहनु भएको छ भने चाहिँ तपाईँले हरेक महिना 500, 1000, 2000 यदि इन्भेस्ट गरिरहनु भएको छ भने चाहिँ यदि तपाईँले 5 वर्ष पछि गएर त्यो एमाउन्ट हेर्नुभयो भने तपाईँले एकदमै धेरै डिफरेन्स पाउनुहुन्छ। तर यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि एसआइपीले चाहिँ 100% ग्यारेन्टी चाहिँ दिँदैन कि तपाईँको पैसा बढ्छ नै भनेर 100% ग्यारेन्टी चाहिँ हुँदैन। तर अहिलेसम्मको हिस्ट्री हेर्दाखेरि चाहिँ एसआइपीहरूमा चाहिँ मान्छेहरूलाई नर्मली फाइदा नै भइरहेको हुन्छ। र अरू पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्न मन पराउनुहुन्छ भने चाहिँ यो च्यानललाई फलो गर्नु र यो भिडियोलाई पनि लाइक गर्नुहोस्।